बिहानको मेरो झाडु पोछा सकेर थप यो हप्तामा 3 दिन यो थप यो काम पनि हुन्छ कि यसलाई नुहाइदिने गरिदिने। नुहाउन हिँड भनेपछि यो फेरि सरासर नुहाउन हिँड्छ है, फेरि यो भाग्दैन फेरि छितिमिति। अनि पहिले नै भनियो भने पहिले त्यो भाग्यो भने भागिहाल्यो, नत्र भने यसलाई नुहाउने बेलामा चाहिँ केही गर्नु पर्दैन, मजाले नुहाउन दिन्छ कि आरामसँग। मैले स्याम्पू घोलिरहेको छु, त्यो आरामले त्यहाँ सुनिरहेछ, मैले फेरि कुरा गर्दै गरेको छु कि यही कुकुरैसँग। यसलाई कुकुर भन्ने कि साथीहरू धर्मपुत्री भन्ने कि थाहा छैन होइन। मायाले अनि हामी अब धर्मपुत्री जस्तै चाहिँ भनौँ, त्यो अब केही छैन, कागको बच्चा भन्दा पनि बेग्लै छ कि होइन, बेग्लै गरेर पालिएको छ, साह्रै उ लाग्छ। अब यो भएन भने त दुईजनालाई छटपट लाग्छ जस्तो लाग्छ कि। अनि यति मैले यसको भिडियोहरू बेला बेलामा हालिरहेको हुन्छु होइन, यति अब सेयर गरिन्छ कि एकचोटि यसलाई पार्बो भन्ने भाइरस लाग्यो, हामी दुई बुढाबुढीलाई नसुती यसको स्याहार गरेर हुर्काएको के। अब यसलाई अब त्यो होटेलको काम छुट्टै छ, चाप छुट्टै छ होइन, त्यसैमाथि यो बिमारी फेरि त्यसरी यो सानोमा त्यसरी यसलाई हुर्काएर राखियो। अनि यसको भिडियो मैले पहिला पनि एकचोटि हालेको थिएँ, आजभोलि त्यो बच्चा पाउने छैन। अनि एकचोटि बच्चा पाउने थिएँ, पेटैमा बच्चा मरेर यसको सफा गरेको भिडियो पनि मैले हालेको थिएँ होइन। अनि त्यसरी बेला बेलामा दबाई त छिसीको केही हुनुहुन्न कि, सुर दुग्राउँदै फेरि दबाई गर्ने। अनि नुहाइदिए गरिसकेपछि यसलाई फेरि सफासँग पुछ्नुपर्छ, यसको टावेल ल्याएर पुछपाछ गरेर एकदम सुक्खा, फेरि नपुछेसम्म मान्दैन फेरि। अनि सुक्खा हुने गरी पुछपाछ गरेर यसलाई राखेपछि बल्ल मान्छे कि। अनि यो नभएपछि त हामी बुढाबुढीलाई निद्रा पनि लाग्दैन, क्या हो कि। दिनभरि एक त हाम्रो बेडमै सुत्छ होइन, राति फेरि यो सानो बेड छ त्यहीमा सुत्छ, बाबुको सानो बेड छ, बाबु चाहिँ अलग सुत्छ, बाबु ठुलो भइगयो। अनि यस सकिसकेपछि अब 9 बजीतिर नास्ता खानु पऱ्यो भने के नास्ता खाने त भन्दाखेरि दही खानु पऱ्यो भनेर दही र चिउरा के थोरै चिउरा पनि हालेँ होइन। अब अलिकति खानु पऱ्यो, 12-1 बज्छ कि खाना खाने बेलामा त। अनि होटेलको काम गर्दा एक त अनि थोरै अब खाइवरी गरेर अनि त्यसपछि 9 बजे पछाडि फेरि यता मेरो लजतिरको काम हुन्छ। अनि भोलिको लागि दही पनि जमाउन थालेँ, अनि दही सही जमाइवरी गरेँ होइन। यति मेरो चाहिँ बिहान 9 साढे 9 बजीसम्मको कथा व्यथा हो साथीहरू।